प्रिन्ट तपाईँमा लाइसेन्स यसरी प्रिन्ट हुन्छ क्या। लाइसेन्स रिन्यू गर्ने मेसिन हो। प्रिन्ट हुँदैछ 42 सेकेन्ड। यहाँ एमएस आइडी राख्ने आफ्नो, अनि सिस्टममा जाने, पैसा पे गर्ने, क्यास कार्ड केमा पे गर्ने हो, अनि पे गरिसकेपछि रिटर्न पैसा आउँछ चेन्ज, अनि लाइसेन्स प्रिन्ट हुँदैछ है। 1-2 मिनटमा लाइसेन्सको काम रिन्यू गर्नलाई 2 मिनट मात्रै लाग्छ। कति फास्ट काम हुन्छ। टेक्नोलोजी यो हो। सेकेन्ड प्रिन्ट भइरहेछ कार्ड। सेकेन्डमै मेरो लाइसेन्स रिन्यू भएर सेकेन्ड प्रिन्ट भएर आइसक्यो। न्यू लाइसेन्स रिन्यू भएर आइसक्यो मेरो। यति छिटो हुन्छ दुबईमा है। थ्याङ्क यू। ह्याप्पी सर्भिस सक्सेस सर्भिस। यसरी दुबईमा लाइसेन्स रिन्यू एक्लै कोही नहुँदा मेसिनमा यसरी रिन्यू हुन्छ फास्ट। मेरो अब एमएस आइडी यो आइडी हो मेरो दुबईको। यो आइडीले एमएस आइडी 2 मिनटमा रिन्यू भएर आइसक्यो। थ्याङ्क यू भेरी मच। मेरो नेम Thank you guys.